नमस्कार सम्पूर्णमा म नितु भण्डारी। मैले मेरो भिडियो जर्नीको आज 69औँ भिडियो बनाइरहेको छु। भोलि मैले 70औँ भिडियो कम्प्लिट गर्दैछु। धेरै धेरै धन्यवाद। आजसम्म जे जति भिडियो मैले बनाएँ हजुरहरू सबैले त्यो भिडियोलाई हेरिदिनु भयो, माया गरिदिनु भयो, त्यसको लागि म एकदमै धेरै आभारी छु। अब आउने दिनहरूमा पनि मैले बनाएका भिडियोहरूलाई यत्तिकै हेरिदिनुहुनेछ, माया गर्नुहुनेछ, सपोर्ट गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। साथीहरूले भन्दै हुनुहुन्थ्यो नेपालीमा बनाए हुन्थ्यो भिडियो भनेर। मैले आजकल धेरै भिडियोहरू नेपालीमै बनाउन थालेको छु। एनिवे धेरै धेरै धन्यवाद है त। अब आजको भिडियो के छ, हिजोको भिडियोमा मैले चाहिँ वर्किङ मेमोरीको बारेमा कुरा गरेको थिएँ। मैले के भनेको थिएँ भने सानो कप भयो, त्यो भयो बच्चाहरूको वर्किङ मेमोरी है, जुन चाहिँ टेम्पररी हुन्छ। जस्तै एउटा कपमा चाहिँ हामी पानी खान्छौँ अथवा कुनै लिक्विड खान्छौँ, दुध अनि अरू चियाहरू त्यो खान्छौँ भने सकिन्छ होइन, त्यसमा हामी स्टोर गर्न सक्दैनौँ होइन। त्यो स्टोर गर्नको लागि हामी के गर्नुपर्ने हुन्छ, त्यो कपका लिक्विड कुराहरू चाहिँ अर्को कुनै ठुलो भाँडोमा चाहिँ के गर्नुपर्ने हुन्छ, खनाउँदै जानुपर्ने हुन्छ। त्यसरी खनाउँदै खनाउँदै गयो भने मानौँ कुनै एउटा बोतल छ अथवा कुनै एउटा बकेट छ, त्यसले बल्ल के गर्न सक्छ त, स्टोर गर्न सक्छ। मैले जस्ट एउटा इक्जाम्पल भनेको होइन। सो त्यस्तै गरी हाम्रो वर्किङ मेमोरी, हाम्रो बच्चाहरूको वर्किङ मेमोरी पनि टेम्पररी हुन्छ। त्यसमा हामी धेरै कुराहरू भर्दै भर्दै गयौँ भने, किनकि त्यो टेम्पररी हुन्छ र त्यहाँका इन्फर्मेसनहरू के हुन सक्छन्, डिलिट हुन सक्छन्। सो ती कुराहरू, ती इन्फर्मेसन र ती भनौँ न नलेजका कुराहरूलाई हामी चाहिँ यतिपल्ट रिपिट गर्ने, यतिपल्ट चाहिँ अभ्यास गराउने कि त्यो बच्चाहरूले चाहिँ के गर्न सकोस्, त्यहाँको टेम्पररी ज्ञानहरूलाई चाहिँ, सूचनाहरूलाई, इन्फर्मेसनहरूलाई चाहिँ के त लङ टर्ममा चाहिँ के गर्न सकोस् त, ट्रान्सफर गर्न सकोस्। जब कुनै सूचनाहरू चाहिँ लङ टर्म मेमोरीमा चाहिँ ट्रान्सफर हुन्छन्, सिफ्ट हुन्छन्, तब त्यहाँ चाहिँ के हुन्छ त, मेमोरीहरू सधैँभरिको लागि चाहिँ के हुन्छन् त, सेफ हुन्छन्, इन्फर्मेसन सेफ हुन्छ भन्न खोजेको है मैले। सो अब हामीले एउटा इक्जाम्पल मैले भनेको थिएँ, बच्चाहरूलाई चाहिँ दुईवटा भन्दा बढी टास्कहरू दिनु हुँदैन। बच्चाले चाहिँ के गर्न सक्दैन त, प्रोसेस गर्न सक्दैन। तर यहाँनिर क्वेसन यो पनि आउन सक्छ कि कुनै कुनै बच्चाले त फेरि धेरै टास्कहरू पनि कम्प्लिट गर्न सक्छ। सो त्यसका रिजन के हुन्छन् त, एउटा रिजन त के हुन्छ भन्दाखेरि कुनै बच्चा फेरि एउटा यस्तो पनि हुन्छ, जस्तो कुनै बच्चा चाहिँ एकदमै नयाँ परिवेशमा छ, उसलाई हामीले चाहिँ नयाँ टास्कहरू दियौँ, इन्स्ट्रक्सन्स दियौँ, ब्याक टु ब्याक 2-3वटा 4वटा है, तर त्यो बच्चाले चाहिँ विदाउट एनी मिस कुनै पनि इन्स्ट्रक्सन मिस नगरिकन उसले टास्क कम्प्लिट गर्यो है, त्यो एकदमै राम्रो भयो। त्यो फेरि यसको एउटा रिजन के हुनसक्छ भन्दाखेरि त्यो बच्चाले हरेक कुराहरूलाई यसरी चाहिँ प्र्याक्टिस गर्दै गर्दै आएको छ कि उसको वर्किङ मेमोरी खाली छ र त्यो पहिलाका उसका सिकाइहरू अथवा उसका इन्फर्मेसनहरू प्र्याक्टिसको कारणले गर्दा, रिपिटेसनको कारणले गर्दा, अभ्यासले कारणले गर्दा तिनीहरू चाहिँ सिधै लङ टर्म मेमोरीमा के ट्रान्सफर सिफ्ट हुँदै गइरहेछन् र उसको वर्किङ मेमोरी चाहिँ के छ त, खाली छ। सो यस्तो बच्चाहरूलाई जब हामी नयाँ परिवेशमा आउँदाखेरि पनि उनीहरूलाई 2-4वटा टास्क एकैचोटि दियौँ भने त्यो बच्चाले चाहिँ के गर्न सक्छ, त्यो टास्कहरूलाई चाहिँ 1 बाई 1 चाहिँ के गर्न सक्छ, डिकोड गर्न सक्छ। जस्तै हामी चाहिँ पढ्ने बेलामा चाहिँ हामीले बुक निकाला, कपी निकाला, डायरी निकाला अथवा पेन निकाला भनेर भन्न पर्ने हुन सक्छ कुनै बच्चालाई। तर कुनै अर्को बच्चालाई ल पढ्न बस है भन्ने बित्तिकै उसले कपी पनि निकाल्छ, डायरी पनि निकाल्छ, पेन पनि निकाल्छ, सबै कुरा निकाल्छ। सो यो के भइसक्यो, उसको एउटा लङ टर्म मेमोरीमा उसको धेरै इन्फर्मेसन सेफ छ। उसले चाहिँ कनेक्ट गर्छ पढ्ने कुराहरू, मलाई पढ्न भन्नुभएको छ, पढ्न बस्न भन्नुभएको छ, त्यो पढ्नसँग रिलेटेड कुराहरू के छ उसले चाहिँ डिकोड गर्छ र त्यो सबै कुराहरूले के गर्छ त, रेडी पार्छ है। तर त्यही कुराहरू कुनै बच्चाहरूलाई गर्नको लागि चाहिँ टाइम लाग्छ है। तर कुनै बच्चाले यो काम गर्न सक्दैन, सबै टास्कहरू कम्प्लिट गर्न सक्दैन भने हामीले चाहिँ यो सोच्नु हुँदैन कि त्यो बच्चा चाहिँ के छैन, के कुरामा कमजोर छ अथवा ऊ विक छ, उसको मेमोरी पावर कम छ भनेर सोच्नु हुँदैन। किनभने टास्क कम्प्लिट नगर्नु इज कम्प्लिटली नर्मल है। त्यो चाहिँ 90% बच्चाहरूले चाहिँ नयाँ परिवेशमा टास्क कम्प्लिट गर्न सक्दैनन्, त्यो एकदमै नर्मल हो है। जस्तो कहिलेकाहीँ त फेरि यो पनि के हुन्छ, हामीले टास्कलाई चाहिँ अथवा कुनै इन्स्ट्रक्सन्सलाई हामीले चाहिँ के गर्ने, राम्रोसँग डिफाइन नगरिकन होइन, क्लियर इन्स्ट्रक्सन नदिने। जस्तै अब मेरै मम्मीले पनि चाहिँ के भन्नुहुन्थ्यो भन्दा, किचनमा जा त ऊ त्यहाँ त्यो छ, ऊ त्यहाँ त्यो छ, त्यो लिएर आइज भन्नुहुन्थ्यो कि। अब त्यो म किचनमा त गएँ होइन, त त्यहाँ त्यो छ भनेर भन्नुहुन्थ्यो। अब त्यो त्यहाँको त्यो भन्ने कुरा के हो होइन। सो मैले त्यो टास्क कम्प्लिट मैले गर्न सकिनँ। अनि फेरि आएर सोध्नु पऱ्यो, त्यहाँ भनेको कहाँ हो, त्यहाँ, अनि त्यहाँ गयो, अनि त्यसपछि त्यो भने के हो त्यो सोध्नु पऱ्यो होइन। अनि
अर्को पनि के हुन्छ कहिलेकाहीँ, जस्तो किचनमा जा र त्यहाँ गएर मानौँ त्यहाँ कुनै रातो कलरको जग लिएर आइज भनेर मम्मीले त्यसलाई रातो भन्नुभएको छ। म जाँदाखेरि मैले चाहिँ रातो कलरको जग कुनै हेर्दिनँ, त्यो देख्दिनँ। मैले रातो छैन, त्यो एउटा जग चाहिँ छ, त्यो अलिअलि पहेँलो अनि सुन्तला कलरको छ। मेरो दिमागमा त रातो भनेको यस्तो छ भन्ने हुन्छ, र त्यो सुन्तला यो त सुन्तला हो, मम्मीले यो भन्नुभयो होइन, मम्मीले रातो भन्नुभएको भनेर हुन्छ र। अब त्यो टास्क कम्प्लिट गर्न सक्दिनँ। अनि यसमा चाहिँ प्यारेन्ट्सको बुझाइ हुन पऱ्यो कि यहाँ यसले मैले चाहिँ यहाँनिर मैले अटेरी गरेको होइन, मैले चाहिँ के भन्छ अरे मैले काम गर्न नखोजेको होइन अथवा ठगेको होइन कि त्यो इन्स्ट्रक्सन के भएन त कम्प्लिट भएन अथवा चाहिँ क्लियर भएन के। सो यो पनि बच्चाहरूमा देखिन सक्ने चाहिँ एउटा टास्क कम्प्लिट नगर्न सक्ने एउटा कारण यो पनि हुन्छ। र अब अर्को भिडियोमा चाहिँ हाम्रो वर्किङ मेमोरी र एउटा बच्चाको वर्किङ मेमोरीमा के फरक हुन्छ र कसरी नलेजहरूलाई छिटोभन्दा छिटो लङ टर्म मेमोरीमा चाहिँ सिफ्ट गर्न सकिन्छ र वर्किङ मेमोरीलाई कसरी खाली बनाउन सकिन्छ भन्ने बारेमा मैले भोलि भिडियो बनाउने छु। अनि आजको लागि यति नै, धन्यवाद, गुड नाइट, बाई बाई।